नागरिकलाई सहज, छिटो र झन्झटरहित सेवा उपलब्ध गराउने लक्ष्यसहित मेचीनगर नगरपालिकाले ई-सर्भिस मेचीनगर प्रणाली सञ्चालनमा ल्याएको छ। नगर विकास कोषको प्राविधिक सहयोगमा सुरु गरिएको यो प्रणाली मार्फत वडाबाट प्रदान गरिने अधिकांश सिफारिस तथा सेवाहरू अनलाइन माध्यमबाट उपलब्ध गराइनेछ। नागरिकलाई घरमै बसेर सेवा उपलब्ध गराउने लक्ष्यसहित नगरले डिजिटल प्रोफाइल निर्माण अभियानलाई तीव्रता दिएको छ। त्रिदेव बहुमुखी क्याम्पसका 21 जना स्वयंसेवक विद्यार्थीहरू वडामा पुगेर नागरिकको विवरण सङ्कलन तथा अद्यावधिक गरिरहेका छन्। अभियानको नेतृत्व गरिरहेका ईश्वर रिजालका अनुसार यो प्रणालीले सेवा प्रवाहलाई थप सहज बनाउनेछ। एकीकृत नगर सेवा प्रणाली भनेको चाहिँ ई-सर्भिस मेचीनगर पनि भन्छ यसलाई अङ्ग्रेजीमा। वडा अनि स्थानीय सरकारबाट प्राप्त गर्दै गरेका सेवा सुविधालाई चाहिँ अनलाइन मार्फत पनि प्राप्त गर्न सकियोस्। जस्तै सिफारिसहरू, वडाका विभिन्न चाहिँ करहरू तिर्नेदेखि लगायतका बजेटका कुराहरू पनि अनलाइन मार्फतै नागरिकहरूले सहजै प्राप्त गरून् भन्ने उद्देश्यले मेचीनगर नगरपालिकाले यो एकीकृत नगर सेवा प्रणाली भन्ने सिस्टम ल्याएको छ। यसमा चाहिँ त्रिदेव बहुमुखी क्याम्पसका 21 जना विद्यार्थी हामी खटिरहेका छौँ, जसको नेतृत्व मैले गरिरहेको छु। हामीले हालसम्म 7 वटा वडामा यो कार्य सम्पादन सकिसकेका छौँ। अब 8 वटा वडा बाँकी छ। असार मसान्तभित्रमा हामीले 8 वटा वार्डलाई पनि सक्ने टार्गेट राखेका छौँ। यो सँगसँगै सेवाग्राहीहरू र वार्डका टोलका नागरिकहरूको पनि यसमा सक्रिय रूपमा चाहिँ उहाँहरूले एकदम पोजिटिभ कुराहरू देखाइदिनु भएको छ। किनभने हामीले हस्तलिखित निवेदन, फोटोकपीहरूदेखि बाहेक पनि अनलाइनबाट पनि वाडाका सेवा सुविधा प्राप्त गर्न सक्छौँ भन्दा उहाँहरू पनि एकदम खुसी भएको कुरा हामीले थाहा पाएछौँ, उहाँहरूबाट सुन्न पाइएको छ। एकदमै खुसी छौँ। हालसम्म नगरका 6 वटा वडाका नागरिकको डिजिटल प्रोफाइल निर्माण तथा अद्यावधिकको काम सम्पन्न भइसकेको छ भने बाँकी वडाहरूमा पनि अभियान तीव्र गतिमा अघि बढिरहेको छ। असार मसान्तभित्र सम्पूर्ण वडाको तथ्याङ्क सङ्कलन सक्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ। प्रोफाइल निर्माणको काम सम्पन्न भएपछि सिफारिस, राजस्व भुक्तानीदेखि नगरका योजना तथा बजेट सम्बन्धी जानकारी समेत अनलाइन मार्फत प्राप्त गर्न सकिने अपेक्षा गरिएको छ। नगर विकास कोषको प्राविधिक सहयोगमा विकास गरिएको यो प्रणाली मार्फत वडाबाट प्रवाह हुने अधिकांश सेवाहरू अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी गरिएको छ। प्रणालीको वर्तमान अवस्था र आगामी योजनाबारे सूचना प्रविधि अधिकृत अशोक कुमार भेटवाल भन्छन्। अहिलेको समय अनुसारको सेवा प्रवाह बनाउने क्रममा मेचीनगर नगरपालिकाले नगर विकास कोषसँगको साझेदारीमा एकीकृत नगर सेवा प्रणाली सञ्चालनमा ल्याएको छ। एकीकृत नगर सेवा प्रणाली हामी र नगर विकास कोषबीच लगभग 1.5 वर्ष अगाडि नै सम्झौता भएको थियो, जसमा चाहिँ नगर प्रमुख, नगर उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सरहरूको निकै मेहनत, निकै ताकेता र निकै फलोअप पछाडि नगर विकास कोषको प्राविधिक सहयोगमा हामीलाई यो सिस्टम उपलब्ध गराइएको हो। अहिलेको समयको आवश्यकता अनुसारको सिस्टम पनि हो, जसबाट चाहिँ वडाबाट जारी हुने, वडाबाट प्रवाह हुने सबै प्रकारका सिफारिसहरू चाहिँ रिमोटली नै वडामा उपस्थित नभइकनै घरबाटै अथवा जताबाट भए पनि फेसलेस वेबाट आफ्नो सेवा प्राप्त गर्न सकिने गरेको एडभान्स सिस्टम यो एकीकृत नगर सेवा प्रणाली छ। यसमा चाहिँ यो चाहिँ वेब बेस्ड छ, मोबाइल एप्लिकेसन पनि छ। हामीले वार्ड नम्बर 6 मा अहिले यसको परीक्षण लगभग सफलतापूर्वक सम्पन्न गरिसकेको छौँ, जसमा वार्ड नम्बर 6 मा हामीले पब्लिकको प्रोफाइल बनाइदिने साथसाथै त्यहाँबाट सेवा प्रवाह पनि गर्ने कार्य गरिरहेछौँ र अरू वडाहरूमा चाहिँ पब्लिकको प्रोफाइल बनाइदिन मद्दत गरिदिन र यसको बारेमा पब्लिकलाई अवेरनेस प्रोग्रामहरू गराउन वडाहरूमा 21 जना विद्यार्थी स्वयंसेवकहरू चाहिँ परिचालन गरेको छौँ, जसमा धेरै वडाहरू कभर भइसकेका छन्। अहिले यसमा पब्लिकले नै अटोनोमसली लगभग 12,000 को सङ्ख्यामा घरधुरीहरू दर्ता भएका छन्। यसमा दर्ता हुन चाहिँ किन आवश्यक छ भने यो एकीकृत नगर सेवा प्रणाली यसको चाहिँ डेटा सबै नगरपालिकाको डेटा सेन्टरमा रहन्छ। यसमा चाहिँ पब्लिकले अथवा सेवाग्राहीले आफ्नो बेसिक विवरण र बेसिक कागजपत्रहरू जस्तै नागरिकता, राजधानी लगायतका कुनै एउटा कागजपत्र प्रयोग गरेर आफ्नो प्रोफाइल बनाउनु पर्ने हुन्छ
र त्यही प्रोफाइलबाट आफ्नो फोन नम्बर प्रयोग गरेर बनाएको प्रोफाइलबाटै पुनः आफ्नो फोन नम्बर प्रयोग गरेर फोन नम्बरमा आएको पासवर्ड वान टाइम पासवर्ड राखेर लगइन गरे पश्चात आफ्नो सेवाहरू प्राप्त गर्न सकिने भएकोले यसमा प्रोफाइल बनाउन जरुरी पर्छ। प्रोफाइल बनाउन सहज गरिदिने, प्रोफाइल अद्यावधि गर्न सहजीकरण गरिदिने अभियान हाम्रो चलिरहेछ र अहिलेसम्म हेर्दाखेरि वडा नम्बर 6मा हामीले 264 जना सेवाग्राहीहरूले चाहिँ यसबाट सेवा प्राप्त गरिसक्नु भएको छ र 11,645 जना 45वटा चाहिँ घरधुरी दर्ता भइसकेको सिस्टममा देखिएको छ। यसमा चाहिँ पब्लिकको बेसिक विवरण देखिन्छ, उहाँहरूको कागजपत्रहरू हाम्रो डेटा सेन्टरमा सुरक्षित रहन्छ र यो सँगसँगै जोडिएको अब करको कुरो पनि जोडिन्छ। सेवा प्राप्त गर्न कर पनि तिर्नुपर्ने हुन्छ। अहिलेसम्म हामीले करको विषयमा चाहिँ पटकी कर भन्छ, जुन चाहिँ सिफारिसहरू चाहिँ प्राप्त गर्नको लागि तिर्नुपर्ने कर हुन्छ। पटकी प्रकारको कर पनि हामीले सूत्र मोडुलबाट अनलाइन गरिसकेका छौँ। त्यहाँ पनि सूत्रको पोर्टलमा पब्लिकले आफ्नो प्रोफाइल बनाएर सूत्रबाटै घरबाटै कर तिर्न सकिने व्यवस्था पनि हामीले गरिसकेका छौँ। त्यसो हुँदाखेरि कर पनि घरबाट तिर्न मिल्ने भयो, सेवा पनि घरबाट एप्लाई गर्न मिल्ने भयो र सोही जहाँबाट एप्लाई गरिन्छ त्यहीँनिर डकुमेन्ट पनि सिस्टममै पुग्ने भएकोले यो चाहिँ घर बसेरै सबै सेवाहरू पूर्ण सेवाहरू प्राप्त गर्ने स्टेजमा हामी पुगिसकेका छौँ र अब श्रावणदेखि चाहिँ हामी सबै वडामा यो सिस्टम लागू गर्दैछौँ। त्यसकै तयारीमा हामी अहिले लागिरहेछौँ। भेटवालका अनुसार हालसम्म 12,000 भन्दा बढी घरधुरीको डिजिटल प्रोफाइल प्रणाली दर्ता भइसकेको छ। वडा नम्बर 6मा सफल परीक्षण समेत सम्पन्न भइसकेकाले अब चरणबद्ध रूपमा सम्पूर्ण वडामा प्रणाली विस्तार गरिनेछ। यससँगै नागरिकले सामान्य सिफारिसका लागि वडा कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ। साउन महिनादेखि वडाबाट प्रदान गरिने अधिकांश सेवाहरू अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी नगरपालिका जुटेको छ। नगरपालिकाले सञ्चालनमा ल्याएको ई सर्भिस मेचीनगर प्रणालीप्रति नागरिकहरू पनि उत्साहित देखिन थालेका छन्। घरमै बसेर सेवा प्राप्त गर्न सकिने व्यवस्थाले समय, श्रम र खर्चको बचत हुने अपेक्षा नागरिकहरूको छ। यही विषयमा सेवाग्राही देव अधिकारी भन्छन्, हामीलाई यो वडामा जानुपर्ने, घर परिवारै जानुपर्ने, प्रत्येक व्यक्ति जानुपर्ने यो सिस्टमबाट चाहिँ हामी मुक्त हुन पाए, घरबाटै हामीले चाहिँ केही गर्न सक्छौँ, घरबाटै हामीले चाहिँ सबै सुविधाहरू लिन पाउँछौँ भन्ने आशा लिएका छौँ। अब नगरपालिका जानुपर्ने हुन्छ, वडा जानुपर्ने हुन्छ, कुनै काम विषयले हामीले काठमाडौँ गयो, काठमाडौँमा पुगेर हामीलाई वडाको सिफारिस चाहिने भयो भने काठमाडौँबाट यो झापासम्म, हाम्रो टोलसम्म, हाम्रो वडासम्म आउनुपर्ने हुन्छ। त्यो सिस्टमबाट, त्यो चलनबाट चाहिँ अगाडि बढ्न चाहन्छौँ। त्यस कारणले हामीलाई यस सुविधाबाट चाहिँ अगाडि धेरै उपलब्धिहरू पाउँछौँ भन्ने आशा लिएका छौँ। मेचीनगरलाई पूर्ण रूपमा डिजिटल सेवा मैत्री नगर बनाउने लक्ष्यसहित नागरिकहरूको डिजिटल प्रोफाइल निर्माण तथा प्रणाली विस्तारको काम तीव्र गतिमा अघि बढिरहेको छ। अभियानलाई सफल बनाउन सहयोग पुर्याउने जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक, विद्यार्थी तथा सम्पूर्ण सरोकारवालाप्रति सूचना प्रविधि अधिकृत अशोक कुमार भेटवालले धन्यवाद व्यक्त गरेका छन्। र यो अब समयानुकूल सिस्टम प्रयोग गर्न, इम्प्लिमेन्ट गर्न सहयोग सहजीकरण गरिदिने नगर प्रमुखज्यू, नगर उपप्रमुखज्यू, जनप्रतिनिधि टिम, प्रमुख प्रशासक अधिकृतज्यूहरू लगायत सबै टोलीलाई म शाखाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि धन्यवाद भन्न चाहन्छु र सबैजनालाई यो सिस्टममा आबद्ध भएर यसैबाट सेवा प्राप्त गर्न हुन पनि अनुरोध गर्न चाहन्छु। अब यसमा हामीलाई पब्लिकको, सेवाग्राहीको टोलमा गएर प्रोफाइलहरू बनाइदिन, अद्यावधि गरिदिन, सहजीकरण गर्ने त्रिदेव क्याम्पसका 21 जना भाइ बहिनीहरू, जुन विद्यार्थी स्वयंसेवकहरू हामीले छनौट गरेर परिचालन गरेका छौँ, ती भाइ बहिनीहरूलाई पनि म विशेष धन्यवाद भन्न चाहन्छु। प्रविधिको प्रयोग मार्फत स्थानीय सरकारको सेवा नागरिकको घर दैलोमै पुर्याउने लक्ष्यसहित सञ्चालनमा ल्याएको ई सर्भिस मेचीनगर प्रणालीले सेवा प्रवाहलाई थप सहज, छिटो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। साउन महिनादेखि अधिकांश वडाका सेवाहरू अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी भइरहँदा मेचीनगर डिजिटल शासनतर्फ एक कदम अगाडि बढिरहेको छ। वडा कार्यालयसम्म पुग्ने घण्टौँ समय खर्चनु पर्ने अवस्था अन्त्य गर्दै प्रविधि मार्फत नागरिकको घर दैलोमै सेवा पुर्याउने लक्ष्यसहित मेचीनगर नगरपालिका अघि बढिरहेको छ। डिजिटल प्रोफाइल निर्माण अभियान सम्पन्न भएसँगै ई सर्भिस मेचीनगर प्रणालीले स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिक मैत्री बनाउने अपेक्षा गरिएको छ।